सुगा र मैनाको मित्रताको कथा। एक दिनको कुरा हो, घना जंगलको छेउमा एउटा हरियो रङको सुगा बस्थ्यो। ऊ निकै कुरा गर्न जान्ने, मिठो बोल्ने चरा थियो। उस्तै अर्कोतर्फ एउटा मायालु मैना पनि त्यही रुखमा बस्ती, कालो रङको, चालाक र मिठो स्वर भएकी। पहिलो पटक भेट हुँदा सुगाले सोध्यो, "तिमी को हौ? मलाई यस्तो मिठो स्वर त कहिल्यै सुनेको थिइन।" मैना मुस्काउँदै भने, "म मैना, म पनि तिमी जस्तै बोल्न जान्दछु।" त्यसपछि उनीहरूको मित्रता सुरु भयो। दुई साथीहरू दिनभर रमाइलो गर्थे। कहिले गीत गाउँथे, कहिले अरू चराहरूलाई सँगै बोल्न सिकाउँथे, कहिले जंगलका केटाकेटीहरूलाई रमाइलो कथा सुनाउँथे। एक दिन एकजना शिकारी आयो। उसले जाल फ्याल्यो। मैना त्यसमा परिन्। सुगा डरायो, तर तुरुन्त योजना बनायो। उसले अरू चराहरू बोलायो र सबै चराहरू मिलेर चुच्चो र नङ्ग्राको सहायताले जाल उचालेर मैनालाई जालबाट मुक्त गरियो। शिकारी हेरेको हेरै भयो। त्यस दिनदेखि मैना र सुगाले एकअर्कालाई असल साथीको रूपमा चिन्न थालियो। साँचो मित्रता भनेको आपत बेला साथ दिने हो। मिठो बोल्नु मात्र होइन, मन पनि मिठो हुनुपर्छ।